जलजला मौसमले जन्मायो यति मिठो आवाज। सँगै यात्रा झमका साझमा राख्छु तिमीलाई मुटुको माझमा। यसले काली बेसीमा झर्यो मेरो घर त रोल्पा दाजैको कहाँ पर्यो। मेरो घर त रोल्पा दाजैको कहाँ पर्यो। दाजैको कहाँ पर्यो। उनी हुन् रेखा परियार, रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 6 कोडगाउँको। उनको गीत कस्तो लाग्छ? उनको गीत यद्यपि मन पर्यो भने भिडियो शेयर गर्न चाहिँ नभुल्नु होला। नमस्ते अनि हार्दिक स्वागत छ तपाईलाई। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर एकदम। तपाईको शुभ नाम भनिदिनु पर्यो हाम्रो दर्शकबिनहरुलाई। सबैलाई मेरो नमस्कार। मेरो नाम चाहिँ रेखा परियार हो। रेखा परियार। हजुर। रेखा परियार रोल्पा नगरपालिका वडा नम्बर 6 कोडगाउँबाट। हजुर। कति वर्ष हुनुभयो तपाई? म चाहिँ अहिले ठ्याक्कै 17 वर्ष। 17 वर्ष हुनुभयो हैन? हजुर। कतिमा पढ्नुहुन्छ? 11 मा। 11 मा पढ्नुहुन्छ। हजुर। यही कोडगाउँमा पढ्नुहुन्छ है? हजुर। ए तपाईको हामीले सामाजिक सञ्जालमा गीत सुनिसकेपछि तपाईको घरसम्म आइपुगेका छौ। हाम्रा दर्शकबिनहरुलाई सर्वप्रथम त पहिले तपाईको एउटा मिठो आवाजमा गीत सुनाऊ, त्यसपछि बाँकी कुरा चाहिँ अगाडि बढाउँला है। ल। चत टोपी सिरैमा ढाकाको सिरैमा ढाकैको बुझिसके सराखैको। टोपी ढाकाको टोपी ढाकाको टोपी ढाकाको हेराइ नै जन्मारा हो तिम्रो लोभी आँखाको। हेराइ नै जन्मारा हो तिम्रो लोभी आँखाको। हेराइ नै जन्मारा तिम्रो लोभी आँखाको। कसैले हेर्या त छैन नि है? मिठो आवाजमा टोपी ढाकाको हेराइ नै जन्मारा लोभी आँखाको है। यो उमेर नै त्यस्तै हो है। एकदमै राम्रो छ गीत है। तपाईलाई यो गीत गाउनु अलावा त्यस्तो केही अरू प्रतिभा त छैन? छैन हैन? एकदमै मिठो आवाज छ। यो आवाजले देश खानेछ पछिसम्म, त्यो हामीले चाहिँ देखिसकेका छौँ। एकदमै मिठो आवाजमा गीत गाउनुहुन्छ हैन? अब दोस्रो गीत तपाईले एउटा मिठो आवाजमा शान्ति श्री परियार दिदीको गीत आउँछ भने रोल्पाली माटोले जन्माएको एकदम अहिलेको चर्चित सर्वाधिक हिटमा हिट गीत दिन सफल हुनुभएको दिदी शान्ति श्रीको गीत एउटा मिठो आउँछ भने त्यो सुनौँ है। भोगो कान्छा नगरस मेरो त्यो दिलमा हुँदैन बस मेरो पछ्यौरी पछ्यौरी जति हो तिमीले तानेर फसाउन नखोज सोझी ठानेर। हाय हाय पछ्यौरी जति हो तिमीले तानेर फसाउन नखोज सोझी ठानेर। हाय हाय फसाउन नखोज सोझी ठानेर। फसाउन नखोज सोझी ठानेर है। ल दामी छ, मिठो गीत छ है। अलिकति पारिवारिक पृष्ठभूमिमा पनि जाऊ तपाईसँग कुराकानी गर्ने क्रममा। घरमा कतिजना हुनुहुन्छ तपाईहरु? घरमा चाहिँ हामी 6 जना छौँ। 6 जना। आमा बाबा अनि भाइ बहिनी अनि दिदी। भाइ बहिनी दिदी? हजुर। भाइ एउटा हो? हजुर सानो। अनि अहिले आउँदाखेरि हामीले तपाईको घरमा तपाईलाई मात्र देख्यौ, आमा देखेनौ, भाइ बहिनीहरु देखेन। कहाँ हुनुहुन्छ अहिले? बाबा चाहिँ विदेशमा हुनुहुन्छ। हजुर। अनि भाइ बहिनीहरु स्कुलमा जानु भएको छ। अनि स्कुलमा आज अभिभावक भेला थियो। भेला छ। आमा त्यहाँ जानु भएको छ। घरबाट एकदमै राम्रो साथ सपोर्ट छ तपाईलाई चाहिँ सांगीतिक कर्ममा हैन? एकदमै राम्रो सपोर्ट दिइराख्नु भएको छ। हजुर। त्यस्तो बाधा दिने त्यसपछि रोकटोक गर्ने त्यस्तो केही छैन नि घरमा हैन? छैन। केही छैन र त यति राम्रो गीत गाउन सफल हुनु भएको छ। हजुर। मिठो आवाजकी धनी हुनुहुन्छ। कतिको प्र्याक्टिस गर्नुहुन्छ घरमा बस्दाखेरि? मैले चाहिँ घरमा एक्लै भए पनि गाउने बस्दै त्यही हो मेरो काम। गाउने बस्ने गर्नुहुन्छ? हजुर। प्र्याक्टिस चाहिँ भइराखेको छ हजुर। हैन?
कहिले कसो लाग्दैन तपाईँले यो एकदमै नेपालमा रियालिटी सोहरू एकदमै छन् होइन कहिले कसो रियालिटी सोमा जाउँ देखियो भन्ने लाग्दैन लाग्छ धेरै लाग्छ हजुर यो आवाज पक्कै पनि माथिसम्म जहाँ पुग्ने खालको आवाज छ हामीले मनन गरिसक्यो दर्शकबिनले पनि मनन पक्कै गर्नुहुनेछ रियालिटी सोमा जाऊ रियालिटी सोबाट अघि बढो भने त्यस्तो लाग्छ भने एकचोटि रियालिटी सोमा पनि देखिन गएको राम्रो र तपाईँलाई मनपर्ने रियालिटी सो चाहिँ के हो जस्तो लाग्छ मलाई चाहिँ गीत सङ्गीतमा छ नि त लोक स्टार छ द भोइस अफ नेपाल छ नेपाल आइडल छ होइन भोइस अफ नेपाल भोइस अफ नेपालमा हजुर भोइस अफ नेपालमा हजुर सबभन्दा मनपर्ने कोच प्रमोद खरेल ल एउटा गीत सुनाऊ त्यसो भए